आज हामी कहाँ गयौँ र कहाँ गएर चाहिँ दिदीले यस्तो हरकत देखाए यो सब जान्नको लागि भिडियो अन्तिमसम्म हेर्नु होला। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। दिस इज प्रितम र आजको मेरो दिनको सुरुवात चाहिँ सदा जसै फ्रेस भएर सुरु भयो। बिहानको एउटा दुईटा काम सकेर खानासाना खाएर आज चाहिँ मलाई जानु थियो बजार। त्यसपछि म चाहिँ रेडी भएर बजार जानतिर लागेँ। सनस्क्रिन लगाएँ किनकि बाहिर एकदमै घाम थियो र म चाहिँ निस्केँ बजार जानलाई। बजारमा टन्नै कामहरू थियो र आज चाहिँ बजार मसँग दिदी पनि जाँदै थिए। त्यसपछि हामी लाग्यौँ बजारतिर। बजारको काम सकेर दिदीको ड्राइभिङ पनि थियो। त्यसपछि दिदी ड्राइभिङतिर गई र आज चाहिँ हामी जान लागेको रानी पोखरी। त्यसपछि हामी चाहिँ लाग्यौँ रानी पोखरीतिर। रानी पोखरी गएर सबैतिर घुमघाम गऱ्यौँ। त्यसपछि लिएर गएको एउटा दुईवटा खानेकुराहरू चाहिँ हामी बसेर खान थाल्यौँ र त्यहाँ चाहिँ यस्तो चिसो हावा चलेको थियो नि गाइस दिउँसोमा। आहा, गर्मी महिनामा त्यहाँ बस्न चाहिँ एकदम आनन्द। र त्यहाँ गएर त्यो फुलेका फुलहरू चाहिँ नटिप्नु होला किनकि त्यो फुलहरू हाम्रो हातमा भन्दा त्यो बोटमै सुहाउँछन् क्या। त्यसपछि हामी चाहिँ फर्क्यौँ घरतिर। घर आएर दिदीले बनाए लस्सी, म चाहिँ लाग्यो लस्सी खानातिर। र बेलुका पख चाहिँ सर र हावा खाँदै दाइ र म चाहिँ निस्क्यौँ बाहिर। र आजको लागि यति नै। सी यू गाइज इन द नेक्स्ट मिनी ब्लग। बाई गाइज, टेक केयर।